नमस्कार, अभिवादन। सम्पूर्ण देश तथा प्रदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो पार्टी नेकपा एमालेका प्रिय कमरेडहरू, नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर 27-29 मा काठमाडौँमा आयोजना हुँदैछ। यो सबैलाई थाहा नै छ। महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको चयनको काम धमाधम भइरहेको छ। हिजो मङ्सिर 13 गते देशभरि प्रतिनिधि छनौट गर्ने मिति तोकिएको थियो र विभिन्न ठाउँमा प्रतिनिधि चयनको काम सम्पन्न भएको छ। धेरै ठाउँमा पार्टीका कमरेडहरूले आपसी छलफलबाट सहमतिपूर्वक प्रतिनिधिहरूलाई चयन गर्नुभएको छ र कतिपय ठाउँमा पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास अनुरूप मतदानको प्रक्रियाबाट प्रतिनिधि चयन गर्नुभएको छ। सर्वसम्मत होस् अथवा निर्वाचनको माध्यमबाट होस्, 11औं राष्ट्रिय महाधिवेशनका निम्ति चयन हुनुभएका देश तथा प्रवासी नेपाली मञ्चबाट पनि प्रतिनिधिहरू छानिनु भएको छ। देश तथा प्रवासका सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र शुभकामना भन्न चाहन्छु। कमरेडहरू, देश ठूलो संकटमा छ। त्यो संकटको कारणले पार्टी पनि संकटमा छ। देशलाई संकटबाट हामीले मुक्त गर्नु छ, संविधानलाई कार्यान्वयन गर्नु छ, लोकतान्त्रिक अभ्यासलाई पुनर्स्थापित गर्नु छ, संसदलाई जागृत गर्नु छ र राज्यका सम्पूर्ण निकायहरूलाई पुनर्जीवित गर्नुपर्नेछ। यस्तो अवस्थामा पार्टीलाई अझै थप सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेछ। पार्टीले खास गरिकन भदौ 23 र 24 को घटना पछाडि हामीले कस्तो दिशा लिने, कस्तो नेतृत्व चयन गर्ने, यो ज्यादै महत्त्वपूर्ण सवाल हो हाम्रो पार्टीको लागि, तर सिङ्गो मुलुकको लागि पनि। भदौ 23 र 24 का दुईटा शिक्षाहरू छन्। एउटा सकारात्मक शिक्षा छ, सुशासनको, भ्रष्टाचार उन्मूलनको, बोल्ने लेख्ने स्वतन्त्रताको र पार्टीहरूभित्रको रूपान्तरणको, मुलुकको रूपान्तरण गर्नुपर्ने, त्यो एउटा सकारात्मक शिक्षा हो। त्यसलाई हाम्रो पार्टीले दृढताका साथ सम्मान गर्नुपर्छ र ग्रहण गर्नुपर्दछ। यसका केही नकारात्मक पाटाहरू छन्, खास गरी 24 गतेको घटना र 23 गतेको मध्याह्न पछिको घटनाका केही नकारात्मक पाटाहरू छन्। विध्वंस, संगठित अपराध, षड्यन्त्र, तोडफोड, आगजनी जस्ता कुराहरू यो नेपाली समाजको निम्ति पाच्य छैन। हामी बुद्ध जन्मेको देशका मानिसहरू हौं, जहाँ 3000 वर्ष पहिलेदेखि नै हामीले शान्तिको पक्षमा आवाज उठाउँदै आएका छौं र यस्तो मुलुकमा हिंसा र कुनै पनि खालको विध्वंस स्वीकार्य हुन सक्दैन। त्यसकारणले ती नकारात्मक पक्षहरूसँग दृढताका साथ जुझ्नु, त्यसको सामना गर्नु हाम्रो पार्टीको दायित्व हो भने त्यसका सकारात्मक पक्षको ग्रहण गर्दै पार्टीलाई नयाँ सन्दर्भमा पुनर्गठित गर्नु र आगामी दिनमा नेकपा एमालेलाई यो देशको नेतृत्व गर्न सक्ने एउटा सबल र सक्षम पार्टी निर्माण गर्नु यो राष्ट्रिय महाधिवेशनको महत्त्वपूर्ण कार्यभार हो। म सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई यस दिशामा गम्भीरताका साथ ध्यान दिन अनुरोध गर्दछु। हामीले एकातिर पुनर्गठनको कुरालाई सशक्त ढंगले अगाडि बढाउनु पर्ने छ भने अर्कोतिर नेकपा एमालेलाई एकताबद्ध गर्ने चुनौती पनि हाम्रो सामु छ। नेकपा एमालेलाई यो महाधिवेशन पश्चात अझै एकताबद्ध गर्नुपर्नेछ। म सम्पूर्ण पार्टीका प्रतिनिधि कमरेडहरूलाई र विशेष गरी नेतृत्वलाई यी दुईटा कामलाई सन्तुलित ढंगले अगाडि बढाउन, पुनर्गठनको काममा सफलता हासिल गर्न र त्यस पश्चात पार्टीलाई थप एकताबद्ध बनाउन, पार्टीभित्रका अन्तर्विरोधहरूको व्यवस्थापन गर्न, पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई पुनर्स्थापित गर्न र वास्तविक अर्थमा नेकपा एमालेलाई एउटा जनपक्षीय पार्टीको रूपमा स्थापित गर्न, देशभक्त राष्ट्रवादी पार्टीको रूपमा स्थापित गर्न
र लोकतन्त्रवादी पार्टीको रूपमा स्थापित गर्न कमरेड मदन भण्डारीले दिशानिर्देश गर्नुभएको जनताको बहुदलीय जनवादलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडि बढ्न म सम्पूर्ण महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई आग्रह गर्न चाहन्छु। कमरेडहरू, आवेगबाट, उत्तेजनाबाट कुनै पनि निर्णय हामी गर्न पुग्यौं भने त्यसले दुर्घटना निम्ति आउँछ। त्यसकारण आज नेकपा एमालेका निम्ति आवेग र उत्तेजनाको कुनै पनि अर्थ हुने छैन, त्यसको आवश्यकता छैन। संयमता, धैर्यता, सहकार्य यो नेकपा एमालेको संस्कृति हो। पार्टीभित्र होस् अथवा बाहिर, हामीले शक्तिको भाषा बोलेर कुनै पनि ठाउँमा हामी पुग्न सक्दैनौं। त्यसैले शक्तिमा होइन, संयमतामा, सहकार्यमा, सहअस्तित्वमा हामी अगाडि बढ्नु पर्दछ। पार्टीभित्रका विविधताहरूलाई स्वीकार्न सक्नुपर्छ। पार्टीभित्र, समाजमा जब विविधता छ भने पार्टीभित्र पनि विविधता छ। नेपाली समाज विविधता बीचको एकता हो। त्यसैगरी पार्टीभित्र पनि विविधता बीचको एकता कायम गर्नुपर्छ। बहुदलीय जनवादको सांगठनिक सिद्धान्त पनि यही नै हो। त्यसकारण यी तमाम विषयमा प्रतिनिधि कमरेडहरूले पक्कै पनि ध्यान दिनुहुनेछ। सन्तुलित निर्णय गर्ने ठाउँमा तपाईहरु पुग्नुहुनेछ, म त्यो विश्वास लिन चाहन्छु। तल तराई मधेसदेखि हिमालसम्मका प्रतिनिधि कमरेडहरू, विभिन्न जाति, भाषा, धर्म, संस्कृतिमा आबद्ध हुनुभएका, विश्वास गर्नुभएका सम्पूर्ण कमरेडहरू, यो पार्टीलाई सबै भौगोलिक क्षेत्रको प्रिय पार्टी बनाउन, सबै जाति, जनजाति, भाषा भाषीहरूको प्रिय पार्टी बनाउन हामी अझै थप खुलाखुलस्त हुँदै एकताबद्ध हुँदै अगाडि बढौं। फेरि पनि 11औं राष्ट्रिय महाधिवेशनका सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु। अब काठमाडौँमा भेटौं, आउनुस्, छलफल गरौं। छलफलबाट एउटा राम्रो निष्कर्ष निकालौं। त्यसैले नेपाली समाजमा एउटा भनाइ छ नि, बादे बादे जायते तत्त्वबोध हो। यो मर्मलाई ख्याल गर्दै अगाडि बढौं। नेकपा एमालेको एकतालाई थप सुदृढ र अझै अक्षुण्ण राख्ने काममा हामी सबैले सकारात्मक भूमिका खेलौं। सबै प्रतिनिधि कमरेडरलाई फेरि एकपटक हार्दिक बधाई छ। धन्यवाद। अभिवादन।